हाम्रो यात्राको चौथो दिन चाहिँ के गऱ्यौँ त लास्टसम्म हेर्नु होला। हेलो एभ्रिवान, हरे कृष्ण, वेलकम टु माई मेन्यु होला। गाई सबैजना सन्चो हुनुहुन्छ होला, म पनि एकदम ठिक छु। हाम्रो यात्राको चौथो दिन चाहिँ हाम्रो सुरुवात चाहिँ मङ्गल आरतीबाट भएको थियो। हामी मङ्गल आरती एटेन्ड गरेर चाहिँ हामी स्नान गर्नको लागि यमुना गएको थियौँ। स्नान गरेर त्यसपछि चाहिँ हामी राधा दामोदर टेम्पलमा गएको थियौँ र प्रभातको रूममा गयौँ। त्यसपछि चाहिँ हामीले गाडी रिजर्भ गरेर रमन रेतीको लागि निस्केको थियौँ। हामी फेरि यस्तो खन्चुवा टोली परेछौँ यो गाडीमा चाहिँ। हाम्रो दुईवटा गाडी रिजर्भ गरेको थियौँ। एउटा गाडीमा अरू चाहिँ पछाडि हो कि अगाडि कता गइ हुनुहुन्छ। हामी चाहिँ खन्चुवा टोलीहरू मात्रै थियौँ यो गाडीमा चाहिँ। खान्चुवा टोली खाइ गइरहेको थियौँ अनि एकदम इन्जोय गरिरहेको थियौँ हामी चाहिँ गाडीमा चाहिँ। अनि हामीले चाहिँ यो घरबाट लगेको प्रसादहरू थियो त्यही खाइरहेको थियौँ। भोक लागिरहेको थियो नि त बिहानदेखि, केही पनि नखाएको। अनि त्यसपछि हामी चाहिँ यस्तै रमाइलो गर्दै गइरहेको थियौँ। अनि बर्बुजी चाहिँ यो भिडियो चाहिँ पर्वजीको घरसम्म पुगोस् भन्न चाहन्छु म चाहिँ। अनि हामी चाहिँ यस्तै रमाइलो गर्दै गइरहेको थियौँ। लास्टै रमाइलो भयो लास्टै गाडीमा चाहिँ। अनि हेर्न सक्नुहुन्छ बाहिरको सिनहरू कस्तो राम्रो देखिरहेको थियो। अनि कस्तो पर्वजी त हाम्रो साथी जस्तो के यति फ्रेन्डली हुनुहुन्थ्यो उहाँ चाहिँ। हामी चाहिँ उहाँसँग यस्तो रमाइलो गर्दै हामी रमन रेतीमा पुगिसकेको थियौँ। फाइनली हामी चाहिँ गाडीबाट झरिसक्यौँ, सबै एक ठाउँमा भेटिसकेको थियौँ। अनि त्यसपछि चाहिँ हामी रमन रेतीको लागि गयौँ। रमन रेती यति धेरै एक्साइटेड थिएँ म, किनकि मलाई त्यहाँ कृष्णले जसरी गुडीमुन्टी खेल्नुभएको थियो नि त्यो रमन रेती बालुवामा, मलाई त्यो चाहिँ लास्टै खेल्न मन थियो। म घरै हुँदा पनि यति धेरै सोच्थेँ कि त्यो रमन रेती त्यो बालुवामा गुडीमुन्टी खेल्ने ठाउँ चाहिँ म जान्छु भन्थेँ क्या। अनि लास्टै अनि म चाहिँ यति धेरै खुसी भइरहेको थिएँ, लास्टै नाचिरहेको थिएँ म चाहिँ त्यहाँ जाने भनेर। त्यसपछि हेर्न सक्नुहुन्छ रमन रेतीमा मान्छेहरूको चहलपहल। अनि हामी चाहिँ फेरि त्यहाँ हेरेर अनि फेरि यहाँ भगवान्को दर्शन गर्न आयौँ। अनि त्यसपछि चाहिँ हामी उता कुन सरोवर थियो अनि त्यहाँ पनि गयौँ। अनि हामी फेरि केटाकेटी यस्तै त पिङ खेल्न लगाइहाल्यौँ, पिङ खेल्यौँ। अनि त्यसपछि हेर्न सक्नुहुन्छ हामी त्यहाँ गुडीमुन्टी खेल्न फाइनली पुगिसक्यौँ। यहाँ चाहिँ एकदम इन्जोय गऱ्यौँ, एकदम कस्तो रमाइलो भयो त्यो के सबैकै पुरा कस्तो त्यो भाइब्स नै छुट्टै कि यहाँ गएपछि त पुरा भगवान्ले नि यसरी नै यहाँ गुडीमुन्टी खेलेर उता सरोवरमा गएर स्नान गर्नुभएको थियो। त्यस्तै यस्तो फिल गर्दै हामी चाहिँ एकदम यहाँ अनि त्यहाँ बनाएर राधा कृष्ण लेखिरहेको थियौँ। लास्टै इन्जोय गऱ्यौँ, लास्टै रमाइलो गऱ्यौँ, एकदम मजा आयो। सानो पर्वजीलाई चाहिँ हामीले माटोमा पुरिदिएको थियौँ। फाइनली हाम्रो लुक हेर्न सक्नुहुन्छ यस्तो भइसकेको थियौँ। लास्टमा चाहिँ हामी कस्तो राम्रो भइरहेको थियौँ, कोही हेर्दा पनि कस्तो राम्रो। अनि हामी फेरि यस्तै बालुवासँगै हामी घर नगइकन केही पनि नगरेर हामी चाहिँ कहाँ जान्छौँ भनेपछि गोकुलमा पुग्यौँ। त्यहाँ चाहिँ हामीलाई पर्वजीले त्यहाँको लीलाहरू बताउँदै हुनुहुन्थ्यो। अनि त्यहाँ चाहिँ गोकुलमा चाहिँ कृष्णलाई ओखलमा बाँधेको त्यो सब लीलाहरू भनेर हामी चाहिँ निस्क्यौँ फेरि गाडीमा। अनि फाइनली हामी चाहिँ परिक्रमा गर्ने ठाउँमा पुगिसकेको थियौँ। अनि आदि भक्तहरू चाहिँ हाम्रो अटोमा जानुभएको थियो हिँड्न नसक्ने भनेर। अनि हामी चाहिँ परिक्रमा हिँड्दै गर्ने भनेको टिम चाहिँ हामी 10जना मात्र थियो। अनि त्यहाँ चाहिँ पर्वजीले हामीलाई त्यहाँको रुल्सहरू बताउँदै हुनुहुन्थ्यो, बाटोमा कता के गर्ने। अनि ढुङ्गाहरूलाई बाटोमा ढुङ्गाहरू भेटेपछि यस्तो नटेक्ने यताउति सबै रुल्सहरू बताउँदै हुनुहुन्थ्यो। अब हामीलाई त केही थाहा थिएन नि त। अनि जहाँ भेट्यो अनि त्यहाँ चाहिँ हामीलाई स्टोरीहरू सुनाउँदै जानुभएको थियो पर्वजी। अनि हेर्न सक्नुहुन्छ लास्टमा हाम्रो पर्वजीको रियाक्सन हेर्नु न, खाली खुट्टा हिँड्नु फाइदा चाहिँ यही हो। अनि चाहिँ हामी चाहिँ अब उहाँले पर्वजीले चाहिँ हामीलाई स्टोरी सुनाउँदै हुनुहुन्थ्यो। कुसुम सरोवर हो यो चाहिँ बन्द थियो। अनि त्यसपछि हेर्न सक्नुहुन्छ गिरिराज गोवर्धन। अनि त्यसपछि चाहिँ हामी यसरी हिँडिरहेको थियौँ, टाउकोमा पानी बोक्दै, कसैलाई पानी प्यास लागेर यसरी कसैले बोकिराख्नु, कसैले यसरी पानी पिइराख्नु। कसको भयो पर्वजी खुट्टा बिचमा यस्तो रमाइलो गर्दै हामी चाहिँ हिँडिरहेको थियौँ। अनि चाहिँ यस्तो रमाइलो, यस्तो रातिमा पनि यस्तो झिलिमिली झिल्ला देख्दाखेरि मलाई त फन पनि थियो, नाच्न मन लागिहाल्यो। म त नाच्दै उफ्रिँदै यस्तै हो मेरो बानी। फेरि हिँडिरहेको थियौँ। अनि त्यहाँ चाहिँ फेरि धाराहरू थियो। हामी चाहिँ त्यहाँ पनि के हो त्यो आचमन गरेर हामी निस्क्यौँ। अनि हाम्रो क्यामराम्यान पर्वजीलाई त म सल्युट गर्न चाहन्छु। उहाँले क्यामराम्यान भएपछि चाहिँ यस्तो सोझो बाटो गर्नुहुन्थ्यो, कसै गर्नुहुन्थ्यो यस्तो हुन्थ्यो। अनि हामी दुईवटा भाइ बिना चाहिँ यस्तरी उफ्री गइरहेको थियौँ। यहाँ सब कसैको एक्टिङ गरिरहन्, कसैको के गरिरहन्।
परिक्रमा गर्दाखेरि त लास्टै रमाइलो भयो हाम्रो चाहिँ एकदम खतरा मेमोरी पनि भयो अनि चाहिँ खतरा रमाइलो भयो। त्यसपछि हाम्रो परिक्रमा गर्दाखेरि भक्तहरू थाकेर चाहिँ यस्तो अवस्थामा हुनुहुन्थ्यो। यति भन्दै आजको भिडियो यही गर्छु। थ्याङ्क्स फर वाचिङ। हरे कृष्ण, बाई बाई, टेक केयर, सी यू।